नमस्ते भन्न चाहन्छु। विशेष गरी हिजो भएको खेलमा फिफा क्लब वर्ल्ड कप गेम सुरु भएको बेला हिजो PSG र इन्टर मायामी बीच भएको खेलमा एकदम बवाल एकदम रमाइलो कस्तो बवाल यस्तो टिममेट रहेछ कि PSG मा यति खतरनाक फुटबलर रहेछ, यति खतरा प्लेयर रहेछ कि त्यसमा इन्टर मायामीलाई त यार एट्याक गरे पोस्टमा लिनै दिएन यार। यो कस्तो डेन्जर खेलेको के PSG ले योचोटि यो च्याम्पियन बन्छ जस्तो लाग्छ, वर्ल्ड कप जित्छ जस्तो लागेको छ। यति राम्रो टिम यति खतरनाक यो PSG को त हालतै खराब गर्यो, इन्टर मायामीको त हालतै खराब गर्यो, दोस्ती बनाइदियो मेस्सी हालतै खराब बाँकी बर्दिया PSG ले इन्टर मायामीको यो के गर्यो चार गुणा एउटा गोल त फिर्ता गर्नुपर्छ, एउटा गोल त हाल्नुपर्छ। मेस्सीले एउटा गोल हाल्न सक्छ, मेस्सी जस्तोलाई पनि यति एट्याक गरेर काउन्टर एट्याक गरेर पोस्टमा लिनै दिएन, यति सङ्घर्ष तरिकाले खेल्न दियो कि यति सङ्घर्ष खेल्ने बनायो कि PSG यस्तो बवाल टिम रहेछ, यस्तो खतरनाक टिम रहेछ, बापरे बापरे यस्तो डेन्जर के दामी है टिममा। यस्तो राम्रो खेलेको फेरि च्याम्पियन जित्छन् जस्तो लागिरहेको छ। फिफा क्लब वर्ल्ड कप मलाई लाग्छ यस्तो खतरनाक टिम रहेछ कि PSG अहिले 2025 खुसी लाग्यो, रमाइलो भयो जाने हेरेर। अनि तपाईँहरूलाई कस्तो लाग्छ? मेस्सीको चाहिँ हालत खराब एकदम रोमाञ्च ठिक छ, खेलमा हो हार जित हुन्छ